हेलो एभ्रिवान, वेलकम टु माई अनदर न्यू ब्लग। अनि आज हामी जाँदैछौँ धान काट्नको लागि। सो हामी चाहिँ जाँदा जाँदै हाम्रो बाइकको तेल सकेको कारणले हामी चाहिँ यहाँ बुवालाई पर्खिरहेछौँ, किनकि हाम्रो बुवा तेल लिन जाँदै हुनुहुन्छ। सो हामी चाहिँ यहाँ कुरी नै रहेको थियौँ, त्यतिकैमा हाम्रो बुवा पनि आइपुग्नु भयो बाइकमा सरर गर्दै। अनि यो चाहिँ हामीले आज काट्नुपर्ने धान हो, आज होइन, यहाँ हामीले काट्नुपर्ने धान हो। सो यति रहेको छ हाम्रो धान। अनि हेर्नु न साथीहरू, यो चाहिँ हाम्रो बारीमा रहेको सानो केराको बोटमा फल लागेको रहेछ कि कस्तो अचम्म। अनि यो चाहिँ हामीले आज बिहान काटिसकेको, यति काटिसक्यौँ। अनि दिउँसो हाम्रो बुवाको काम भएको कारणले थोरै धान झाटेर लाँदै हुनुहुन्छ, किनकि आज नेवाङ्गीको पनि गर्नुपर्ने छ। हेर्नु न साथीहरू, काट्दा काट्दै पहिलो दिनमै यत्रो ठेउला उठ्यो मेरो त हातमै। अनि सबैजना मिलेर काट्दैछौँ। अनि हामी चाहिँ एकछिन पनि नबसिकन बिहानदेखि काटेको थियौँ। सो काम पनि अस्त नलागिसकेको थियो। अनि आज चाहिँ यति नै काट्ने भनेर हामीले निर्णय गऱ्यौँ। सो अनि हामी चाहिँ अर्कोपट्टि खेत हेर्न जाँदैछौँ, कति धान खुरियो भनेर। अनि टन्नै खुरिएको रहेछ, हजुरहरूले देख्न सक्नुहुन्छ। अनि यो चाहिँ हाम्रो बुवाले यति मेहनत लगाएर बनाउनु भएको खेत हो। अनि बेलुका नि परिसकेको थियो। यो सब केराको बोटहरू चाहिँ हाम्रो बुवाले लाउनु भएको। यो चाहिँ नेक्स्ट डे हो, टन्नै घाम लागिरहेको थियो। सो अनि हामी खाजा पनि खाँदैछौँ। सो यो चाहिँ हाम्रो खेतको फुल हो, अस्ति तिहारमा फुलेको थिएन। सो अनि हामी चाहिँ यति थियौँ जम्मा धान काट्ने चाहिँ हामी घरकैहरू मिलेर काटेको थियौँ। सो अनि हामीले छिटो काटेर सकि पनि हाल्यौँ। अनि हाम्रो छिमेकी आन्टीहरू पनि काट्दै हुनुहुन्थ्यो हामीसँगै, तर हाम्रो चाहिँ सकेर हामी चाहिँ फर्क्यौँ। अनि यो चाहिँ धानको लार काट्दैछौँ, किनकि यहाँ चाहिँ अब पछि धानको तेजा लाउनु पर्ने हुन्छ, अनि कुन्यु पनि बनाउनु पर्ने हुन्छ। सो साथीहरू, म चाहिँ यो कुन्यु लाउने दिन गएको थिइनँ। अनि मेरो हस्बेन्डले चाहिँ कुन्यु लाउँदै हुनुहुन्छ। कुन्यु चाहिँ यसलाई नै भन्छ है साथीहरू। सो हामीले चाहिँ कुन्यु लगाएको नेक्स्ट डे नै तेजर पनि लगाइहाल्यौँ। अनि धान चाहिँ यसरी झर्दो रहेछ है, यति मजाले झारिदिँदो रहेछ। पराल पनि मजाले झारिदिँदो रहेछ, अर्कोपट्टिबाट पुरै कति मजाले छुट्याइदिँदो रहेछ। अनि हामीले चाहिँ थ्रेसर लगाएको बेलुका नै ट्र्याक्टरमा लाएर धान ल्याइहाल्यौँ घरमा, किनकि तल राख्ने ठाउँ थिएन। अनि हामीले चाहिँ मिलाएर राख्यौँ। अनि साथीहरू, अनि हाम्रो धान चाहिँ यति भयो। अनि अहिलेसम्म हेरेर साथ दिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु भने डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड कमेन्ट।